नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई लक्ष्मी मगर युट्युब च्यानलमा। आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक नै छु। अनि साथीहरु, आज चाहिँ वैशाख पूर्णिमा बुद्ध जयन्तीको धेरै धेरै शुभकामना सबैजनालाई। आज चाहिँ म बिहानै उठे 4:30 बजेतिर उठेर लिपलाप पोछाहरू लगाउने यताउति गरेर कामसाम भइसके। अब चाहिँ रोटी पोल्नु पर्ने छ। त्यहाँ पिठो पिठो पिस्नु भनेको लाइनै आएको छैन। बिहानै उठेर छिटो उठेर काम सक्छु भनेको लाइनै नआएर बिजोक पारेर पिठो पिस्नुको लागि। नानी अझै उठेको छैन, त्यहाँ सुतिरहेछ। यतिखेरसम्म सुतेछ। बिहान उठे 3 बजेतिर उठ्यो। अनि त्यसपछि एकछिन फोन हेरेर सुतेको, बहार सुतिरह। अब चाहिँ पानी लिन जानुपर्ने छ। काम आज धेरै काम बाँकी छ मेरो। यति गर्नु होला। के कस्तो हुन्छ मेरो भिडियोमा नयाँ हुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। सो गाइस, म चाहिँ पानी लिन हिँडिसके। आज चाहिँ छिटो काम भ्याउँछु सोचिरहेको थिएँ। झन् आज छिटो उठेको खेरै गयो। म आज छिटो उठेको झन् आज छिटो काम भ्याएर रोटी पोल्नु पर्ला। बिहानैबाट रोटी पोल्नु पर्ला भनिरहेको थिएँ। हिजो पिठो भिजाएर राखेको, आज मिक्सरमा पिस्नु पर्ला अलिकति भनेको त लाइनै नआएर बिहानैबाट लाइन गएर फेरि आज हिजो पनि लाइन गयो दिउँसोभरि, आज पनि गयो। कतिखेर आउँछ थाहा छैन। मम्मीले जाँतोमा पिस्दिन्छु भन्नुभएको थियो, त्यही भएर म पानी लिन हिँडेँ। के सोचेको के हुँदा र कम त रिस उठ्छ। मेरो नानी चाहिँ सुतिरह अझै पनि। पहर 7 बज्न लाग्यो। म उठेको चाहिँ 4:30 बजेतिर हो। खासै छिटो त होइन उठेको। सदा चाहिँ 5 बजे उठ्थेँ, आज चाहिँ 4:30 बजे उठेको। यस्तो छ। आज फेरि पाहुनाहरू आउनुहुन्छ। पाहुनाहरूलाई यताउति खानापानी नास्ता गर्दा ठिक्कै हुन्छ आजको काम। छिटो रेडी पार्छु सामानहरू भनेको। खै के हो आज पनि घाम लाग्छ जस्तो छ। हिजो चाहिँ साँझ एकदमै ठुलो हावा पानी त आएन, हावा उडी लाग्यो एकदम ठुलो। पानी आउँछ कि भनेको आएन। भर्खर चाहिँ अलिअलि जाडो छ। कस्तो घाँटी मसमस आए। कसले कुरा काट्यो मेरो। यस्तो छ आजको मौसम। हल्का बादल भएर साथीहरुमा चाहिँ पानी लिएर आइसकेँ। मेरो नानी भर्खर उठेर यहाँ आन्दैलाई खोजिरह, आज दिदी नभएको। अनि मैले चाहिँ यहाँ दाल बसालिसकेँ। त्यहाँ आटो पाकिसक्यो। त्यो भात बसाउनु चाहिँ त्यो हिजोको भाँडा। मैले चाहिँ भर्खर चिया पिउन आँटेको। अब चिया पिएर काम भट्टाभट भक्कु गर्छु। आज चाहिँ रेडी गर्नु होला। ल साथीहरु, मैले चाहिँ रोटी पोल्न लागेको। यहाँ यति पोलिसकेँ। पिठो यहाँ बसाएको छु। मैले चाहिँ भित्र त्यहाँ खाना सब्जी गर्नुपर्छ भनेर मैले यहाँ बाहिर पोलेको शीतलमा। अछट्ट हुन्छ भनेर बल्ल यति पोलिसकेँ। रोटी बिग्रेर कम त रिस उठाएको छ आज। ताउै नलागेर फेरि आगो नबलेर।
तिम्रो काँचै गोपी गनाउन हाल्यो है कस्तो पकायो होला खासै मिठो पकायो जस्तो छैन आज छाटकाट kहाँ लगा दिया बे बिक्री को भी नहीं अरे क्या हो ल साथीहरु मैले चाहिँ रोटी पोलेर भ्याउन लागे अझ त्यो 2-3टा मात्र बाँकी छ घाम भएर घामले पोलेछ बहर इस यस्तो भयो यो रोटी यस्तो चर्को घाम लागिरहेछ अघि न घाम थिएन अहिले त ओरो सर्दै घाम हुन लाग्यो भ्याइन लासी राम्रो बन्ने रोटी अघि न रोटी नबनाएर लास्टै रिस उठायो एकछिन यति पोले एउटा प्याक चाहिँ घरतिर लैसक्नु भयो बेइनलाई चाहिँ यस्तो राम्रो बन्दै गयो अघि न बिग्रेर कस्तो सतायो ल साथीहरु मैले चाहिँ पाहुनाहरुलाई नास्ता खुवाइसके आदि पाहुनालाई आदि चाहिँ अझै आउनु भएको छैन दिदीहरु आउनु भएको छैन अनि आज चाहिँ बाबा र मम्मी फेरि उता आफ्नो मम्मीको माइत जानुभयो त्यही भएर आज मैले खुवाएको पाहुनाहरुलाई पहिलो चोटी खुवाएको अनि अहिले चाहिँ 5:30 भइरहा पानी पर्ला जस्तो गराङ र गुरुङ गरेर प्रि लागिरह यहाँ बाख्राहरुलाई घाँस दिलाइन लाको 5:30 भयो त्यही भएर आत्तिरह यिनीहरु खाना मैले भ्याइन खाना पकाउनु पर्ने छ भात त पाकिसके भान्जाल पकाउनु भयो अनि यति गर्नु होला ल हेलो पुरा देखिरा हेलो गाइस भोइसिला उसले व्हाट्स अप गाइस अलिकति मोबाइल ल्याइदिएर अन्त
दिनु है धेरै हैन भन्छ थोरै थोरै त नि त्यति छ ल्याउन आए हुन्छ हो त्यही नि हामी जाँदै के फौज पनि त ठुलै आउँछ क्या आज नि कालै भयो भर्खरै पानी आयो हामी त गइयो पानी आयो मामा मेरो फोन चार्ज साथीहरू हामीतिर चाहिँ पानी परेर यस्तो छ अहिलेको मौसम चाहिँ पुरा कुहिरो हुस्सु लागिरह गराङ र गुरुङ पनि गरेर पानी पर्यो मिसानले के गरेछन् के गरेको हेलो गर न छु जाडो छ है जाडो हुँदैन नि के हो तिम्रो कपाल त्यस्तो हेर त तिम्रो कपाल चाहिँ गरे है हावा लागेछ पानी अझै पर्ला जस्तो छ यस्तो कालै भएछ पानी आउँछ होला दिउँसो चाहिँ एकदमै गर्मी थियो अघि भर्खर 4 बजेतिरबाट हावा लाग्ने गराङ गुरुङ गर्ने गरेको थियो भर्खर चाहिँ हल्का पानी पर्यो अहिले चाहिँ गराङ र गुरुङ गरेर पानी त बिडो भयो पानी आउँछ होला साँझसम्म ठुलै आउँछ होला मकैलाई पनि चाहिरह पानी हिजो अस्ति खनेको मकै अस्ति भ्याइएको त्यो मकै खनेको मकैहरूलाई पानी चाहिए अनि के छ बेबी हेलो गरिदेऊ त लोटाइदेऊ किन उल्टे चप्पल लाउने त्यस्तो नि लाउँछ नि त चप्पल सुल्टे लगाऊ अलि लोटिन्छ कि यहाँ तल खसिन्छ बुङ्गा बुङ्गा लोटिन्छ अलि पर गराउ न त फेरि पर गराउ लोटिन्छ ए यहाँ हात बिर्यो नि तल यहाँ तल भुक्क खसिन्छ फेरि बुझ्यौ कपाल कोरेर जाऊ न टोपी लिएर आऊ न पानी पर्न लायो हेरेर पानी परो पेलेक्क गरेको जाम हिँड भागम कि हिँड भित्र होइन ल है साथी हाम्रोतिर त पानी पो पर्छ होला हौ ठुलो पानी पर्छ जस्तो छ यस्तो कुहिरो आइरह ए पानी पर्न लाग्यो गराङ र गुरुङ पनि एकदमै गरेर लाइन पनि अघि भर्खर आएको चार्ज गर्न पनि गराङ र गुरुङ गरेर लु है ल सानो हामी कहाँ हिँडेको बेबी भन न बाक्का ठुन्न भन न बाबु कहाँ छन् बाबुलाई जिक्न छ के हामी चाहिँ यहाँ बाख्रा ठुन्नु आएको यस्तो अँडेर भयो कि भर्खरै कता हो र खाइसक त आइज ल आइज यहाँ पानी आउँछ भने पानीले भिजाउँछ भने नानीहरूलाई यहाँ भित्र राखिदिएको आउनु कि फेरि गर न हेलो मम्मी भन न छिटो हातहरू लाएर यस्तो हेलो नमस्ते त्यही हो नमस्ते नानी र म चाहिँ अब यहाँ बाख्रा ठुन्नु लागेको हो न बेबी तिमी र म बाख्रा ठुन्नु आएको हो न अझै खाएर भ्याएन अब चाहिँ यिनीहरूलाई ठुन्छु यस्तो छ कालै भएछ गराङ गुरुङ गरेर अझै पनि हो न बेबी अब चाहिँ यिनीहरूलाई म ठुन्छु छिटो गरेर अहिले पानी आयो भने फेरि केही काम गर्न दिन्न कि पानी आयो भने तिमीलाई बिरालो मनपर्छ कति मनपर्छ चुप्पा गरिदेऊ नि त ए बाबु हो कि बहिनी हो बाबु हो कि बहिनी हो देखाउ न यहाँ भिडियोमा बाबुलाई बाबु हो कि बहिनी हो भनिदेऊ त बहिनी हो बहिनीको माया लाग्छ कि बाबुको देम अब बाबुलाई यास आफ्नो मम्मीलाई देम है
भयो के छोडिदिउँ भयो बाबुलाई छोडिदिउँ नचलाउ के ओए आउँछ त्यस्तो गराउँछ नि त सुसु देखान होइन ल ल भयो छोडिदेऊ मम्मीलाई दिउँ क्या आफ्नो मम्मीलाई ऊ प्यास आदिन्छ हेर बाबु डराएर कामे खान आछु भयो हेर त बाबुलाई आछु भयो हेर खुट्टी देख्यौ आछु भयो ल्याउ लैदिउँ मम्मीसित नाना लाउन लैदिउँ के आफ्नो मम्मीसित गएर नाना लाउँछन् नि हस् हेर त बाबु कामे खाने हेर त तिमीले लगाएको छौ अब भाइले बाबुले नि त लाउनु पर्यो के हेर डराएर कामे खाने बाबु ऊ हेर खुट्टी कस्तो कमा खाने खुट्टी हेर न देख्यौ ल्याउ लैदिउँ साथीहरू मैले चाहिँ हिजो भिडियो इन गर्नै पाएन पानी परेर यताउति गर्दा गर्दै ठिकै भयो अनि मेरो भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आजको भिडियो इन गर्न चाहे बाई बाई साथीहरू लसमाया